सजिलो हो नि त। समयको बचत यहाँ पेल्दा तपाईँलाई 2 जोडी भन्दा 3 जोडी पेल्नु पर्दैन। वैसे यहाँ हाम्रो अङ्कल पनि यहाँ तोरी लिन आउनु भएको छ। अब यहाँ चाहिँ प्योर तोरीको तेल आउनुपर्छ। सबै तपाईँको हावा तेलबाट उत्पन्न हुने विभिन्न रोगहरू छ, जस्तै तपाईँको हार्ट एट्याकहरू भयो, प्रेसर, कोलेस्ट्रोल बढ्ने। यहाँ तपाईँको झिलझिले पेट्रोल पम्पदेखि तपाईँको 1 घर छोडेर पूर्व आधुनिक प्रविधिबाट बनेको मेसिन चाहिँ आज तपाईँहरूलाई म देखाउन यहाँ गइरहेको छु। यतिखेर म चाहिँ अहिले झिलझिलेको पेट्रोल पम्प नजिकै यहाँ हाइवे अगाडि तोरी मिलमा छु भने यहाँ चाहिँ के कसरी तोरी पिसाइन्छ, कस्तो मेसिन छ अनि सम्पूर्ण कुरा जानकारी चाहिँ तपाईँहरूलाई म यसै भिडियो मार्फत देखाउन गइरहेको छु। तपाईँले कहाँबाट हेरिराख्नु भएछ कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ एकदमै धेरै राम्रो तोरी पिसाउनुहुन्छ। यहाँ देखिराख्नु भएछ, यहाँ हाम्रो अङ्कल पनि यहाँ तोरी लिन आउनु भएको छ। अब यहाँ चाहिँ